सो हे गाइस, स्वागत छ तपाईलाई आजको नयाँ भिडियोमा। वन पिस च्याप्टर 1142 रिलिज भएको छ र आजको च्याप्टरमा चाहिँ लोकीले आफ्नो ह्यामर युज गरेर अट्याक गरेको छ, साथै एल्बाफमा पनि ठुलो केयस स्टार्ट भएको छ। सो आजको यो भिडियोमा चाहिँ यो च्याप्टरको बारेमा सब थोक कुरा नै छ। सो भिडियोलाई स्टार्ट गर्नुभन्दा अगाडि च्यानललाई सब्स्क्राइब गर्न नबिर्सनु होला। च्याप्टरको अफिसियल टाइटल चाहिँ द थिङ्स आई फियर हो, जसमा सबैजना चाहिँ लोकी फ्री भएकोले डराएको छ र यो च्याप्टरको कभर पेजमा चाहिँ नै यमाटोले हाकी युज गरेर अट्याक गरेको देखाइएको छ। च्याप्टरको स्टार्टिङमा चाहिँ हामीलाई स्कुलको सिन देखाउँछ, जसमा जाइन्ट सर्पेन्ट आएर चाहिँ सबजना बच्चाहरूलाई डराउँछ। एकजना बच्चाले चाहिँ त्यो सर्पेन्टको नाम चाहिँ जोर्मुन गन्डार हो र यो चाहिँ सर्पेन्टलाई इन्ड अफ दि वर्ल्ड सर्पेन्ट पनि भनेर चिनिन्छ भन्छ। सबजना बच्चाहरू चाहिँ डराएर भाग्न थाल्छ। त्यसपछि चाहिँ हामीलाई वार्डल स्कुल देखाउँछ, जसमा सबजना टिचरहरू चाहिँ बच्चाहरूलाई बचाउनु पर्यो भनेर जान्छ। हामीलाई चाहिँ सबजना टिचरहरूको इन्ट्रोडक्सन दिन्छ, जसमा म्याथ टिचरको नाम चाहिँ ब्लेड हो र नेसनल ल्याङ्ग्वेज टिचरको नाम चाहिँ एन्जी हो, साथै किबा चाहिँ वार्डल स्कुलको प्रिन्सिपल हुन्छ। एकजना बच्चाले चाहिँ एगरलाई सर्पेन्टले खान थाल्यो भन्छ र त्यसै बेला चाहिँ सौल र किबेले चाहिँ त्यो सर्पेन्टलाई हाकी युज गरेर अट्याक गर्छ र बेहोस गरिदिन्छ। अर्को प्यानलमा चाहिँ हामीलाई सबजना बच्चाको रियाक्सन देखाउँछ, जसमा किबेले चाहिँ मेरो ढाड दुखेको छ भनेर भन्छ। किबे चाहिँ पहिलाको फर्मर जाइन्ट पाइरेट पनि हो र बच्चाहरूले चाहिँ उनीहरूलाई ऊ पहिलाको वरियर हो भनेर पनि थाहा पाउँछ। साथै सौल पनि धेरै स्ट्रङ छ भनेर बच्चाहरूले भन्छ। रबिनले चाहिँ सौललाई यहाँ बिस्टहरू पनि छ भनेर सोध्छ, जसमा सौलले चाहिँ यो युजुअल त छैन हो भनेर भन्छ। सौलले चाहिँ बच्चाहरू डराएकोले सरी भन्छ। त्यसपछि चाहिँ हामीलाई स्कुलको सिन देखाउँछ, जसमा पीई टिचर उल्फ चाहिँ धेरै इन्जर्ड भएको हुन्छ र उल्फले चाहिँ म चाहिँ ठिक छु तर बच्चाहरू ठिक छ भनेर सोध्छ। एकजना मान्छेले चाहिँ प्रोफेसर इल्वा र अरू बच्चाहरू चाहिँ गयो भनेर सोध्छ, जसमा उल्फले चाहिँ कता गयो भनेर उनीहरूलाई सोध्छ। त्यही भएको बच्चाले चाहिँ रबिनलाई तिमी लुफीको साथी हो भनेर सोध्छ। सौल चाहिँ भागेर एन्जिका जान्छ र बच्चाहरू कहाँ गयो भनेर सोध्छ, जसमा एन्जीले चाहिँ जवाफमा बच्चाहरू चाहिँ बीचको ठाउँमा गयो भन्छ। रबिनले चाहिँ उनीहरू वियर्ड तरिकाले गइरहेको छ र उनीहरू चाहिँ सुतेको जस्तै छ, साथै बोलाउने बेलामा रिप्लाई पनि गर्दैन भन्छ। किबेले चाहिँ हर्न बजाउ सब कन्ट्रीलाई वार्न गर्नु पर्यो भन्छ, जसको जवाफमा चाहिँ सौलले सब कन्ट्रीलाई वार्न गर्नु त धेरै नै भयो भन्छ, जसमा किबेले चाहिँ फरेस्टमा हेर त तिमीहरूले के देख्छौ भनेर भन्छ। हामीलाई चाहिँ फरेस्टमा देखाउँछ, जसमा जाइन्ट मोन्स्टरहरूको स्याडो देखाइएको हुन्छ। सबजना स्टुडेन्ट चाहिँ बेहोस हुन्छ र सबजना चाहिँ देखेर डराउँछ। चपरले चाहिँ सौललाई मलाई तल हाल, म उनीहरूलाई चेक गर्छु भन्छ र चपर चाहिँ बच्चाहरूलाई हेर्न थाल्छ। त्यसपछि चाहिँ हामीलाई अन्डरवर्ल्डको सिन देखाउँछ, जसमा लोकीले चाहिँ खुट्टामा बाँधिएको जन्जिरले मलाई रोक्न सक्दैन भनेर भन्छ र हामीलाई चाहिँ लोकी देखाउँछ, जुन चाहिँ धेरै नै खतरा देखिएको हुन्छ र लोकीले चाहिँ एल्बाफलाई बाँचाउनु छ भने चाहिँ मेरो लास्ट जन्जिरलाई खोल भनेर भन्छ, नभए म तिमीहरूलाई छोड्ने छुइनँ। लुफी चाहिँ त्यो कुरा सुनेर रिसाउँछ र लोकीले चाहिँ मलाई छिटो खोल, नभए म तिमीहरूलाई र यो सब ठाउँलाई डिस्ट्रोय गरिदिन्छु भनेर भन्छ। लोकीले चाहिँ फ्लेम्सहरू फैल्यो भने तिमीहरूलाई एल्बाफहरूको विकनेस थाहा छ भनेर सोध्छ। लोकीले चाहिँ आफ्नो ह्यामर युज गरेर हाकी सहितको अट्याक गर्छ, जुन चाहिँ धेरै नै खतरा देखिन्थ्यो, साथै त्यो देखेर चाहिँ सबजना डराउँछ। त्यसपछि चाहिँ वार्डल स्कुल देखाउँछ, जसमा एन्जीले चाहिँ किबेलाई मैले त्यो मोन्स्टरहरू देखेको छु भन्छ। लोकीले चाहिँ आफ्नो ह्यामर युज गरेर कन्ट्रीलाई नै डिस्ट्रोय गर्छ। हामीलाई चाहिँ बच्चाहरूले बनाएको निकाको ड्रइङ देखाउँछ र अरू बच्चाहरूले लोकी स्केरी छ भनेर भन्छ, जसमा फेरि नायर चाहिँ त्यो भन्दा पनि बढी डेन्जरियस छ भनेर भन्छ। हामीलाई चाहिँ बच्चाहरूले उनीहरूको कुरा गरेको देखाउँछ, जसमा एकजना बच्चाले चाहिँ उनीहरूको धेरै कुरा नगर, नभए मलाई राति नाइटमेयर आउँछ भनेर भन्छ। एन्जीले चाहिँ तिमीहरूको पर्सनालिटी यो ड्रइङमा देखाउँछ र तिमीहरूले चाहिँ आफ्नो इमेजिनेसन राम्रोसँग युज गरेको छौ भन्छ। एन्जीले चाहिँ बच्चाहरूलाई फियर भनेको नै मोन्स्टर र लोकी सम्झिन्छ भनेर भन्छ। हामीलाई चाहिँ ब्युटिफुल प्यानलमा चाहिँ सौल, एन्जी र किबेले फरेस्टबाट मोन्स्टरहरू आएको देखाउँछ र नोटिस गर्ने हो भने चाहिँ नि हामीले त्यहाँ ब्ल्याक सनगट पनि देख्न सक्छौँ, जुन चाहिँ नि धेरै नै मिस्टिरियस छ र ओडाले पनि त्यसको लागि केही न केही सोचेकै होला। लास्टमा चाहिँ एकजना मान्छेले तिमीहरूलाई लाग्छ उनीहरू सिपमा पुग्न सक्छ भनेर सोध्छ, जसमा उसले चाहिँ जहिलेसम्म उनीहरू पुग्दैन त्यस बेलासम्म नरोक भनेर भन्छ। एकजना मान्छेले चाहिँ लभ इज समथिङ द्याट हर्ट्स वेन हर्ट्स भन्छ र गुन्कोलाई चाहिँ तिमीलाई को देखेर डर लाग्छ भनेर सोध्छ, जसको जवाफमा चाहिँ उसले निका भन्छ। यसै क्लिफ ह्याङ्गरसँग आजको च्याप्टर यता नै सिद्धिन्छ र आजको च्याप्टर तपाईँलाई कस्तो लाग्यो भनेर कमेन्टमा लेख्न नबिर्सनु होला। साथै यो हप्तामा चाहिँ माङ्गामा ब्रेक रहेको छ, साथै एनिमे र माङ्गाको रिभ्यू नेपालीमा हेर्नलाई च्यानललाई सब्स्क्राइब, भिडियोलाई लाइक गर्न नबिर्सनु होला। धन्यवाद।